नमस्कार है सबैलाई। अहिले मेरो बारेमा चाहिँ यो झुटो प्रचार गरिराखेका छन्। धेरै साथीहरूले फोन पनि गर्नुभयो र मलाई जापानमा केही पनि भएको छैन। कार्यक्रम साह्रै राम्रोसँग सम्पन्न भएको छ आज। र आज नेपाल फेस्टिभल भयो, त्यसको प्रमुख अतिथिका रूपमा मैले सहभागी हुन पाएँ र कार्यक्रम साह्रै राम्रो गएको छ र नेपाली समाजहरूले ठाउँ ठाउँमा कार्यक्रम गरिरहेछन्। र अनि यो ओसाका भन्ने सहरमा ममाथि आक्रमण भयो भनेर यो भिडियो प्रचारमा ल्याएको रहेछन् हैन। अनि यो केटाले भौतिक आक्रमण गरियो त यसको सम्पूर्ण जानकारी दिने छौं। भिडियो अत्यन्तै महत्त्वपूर्ण छ। अन्तिम समय हेर्नु होला, धेरै भन्दा धेरै शेयर गर्नु होला, फलो नगर्नु भएको भए फलो गर्नु होला। माननीय ज्ञानेन्द्र साईमाथि जापानको ओसाकामा भौतिक आक्रमणको प्रयास भएको छ। गए राति ज्ञानेन्द्र साईलाई मुर्दाबादको नारा लाएर आएका केही युवाको समूहले ज्ञानेन्द्र साईमाथि आक्रमणको प्रयास गरेको बुझिएको छ। माननीय ज्ञानेन्द्र साईमाथि अब यो केटो चाहिँ घन्टीको कार्यकर्ता रहेछ। यसको फोन नम्बर मैले माथि राखिदिएको छु। अनि यो कसैले केही पनि गरेको छैन। साह्रै राम्रो कार्यक्रम भएको छ। यिनीहरू र यसरी झुटो भरम फैलाएर यिनीहरूले मान्छेलाई त्रसित गरिराखेका छन्। र म स्पष्टका साथ भन्न चाहन्छु, म सुरक्षित छु, सही ठाउँमा छु, कसैले केही पनि गरेको छैन र गर्न सक्ने क्षमता पनि राख्दैनन्। किनभने सत्य कुरा संसदमा बोलेको त्यसको जवाब देऊ भन हैन। र अब सबैलाई म अहिले पनि अपिल गर्न चाहन्छु, यो झुटो हो, झुटो कुरा फैलाइराखेका छन् र यी टिओबीका ग्याङहरू र यी खरानेका सन्तानहरू र अर्को के अरे सहकारी ठगहरू यिनीहरू स्पष्टका साथ मैले अहिले पनि भन्न चाहन्छु, विदेशमा रहेका नागरिकलाई मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन। जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको त्यस्तो प्रवृत्तिको सम्मान गर्दैन, विदेशमा रहेका गर्दैन, तिनीहरूलाई मैले भने हो। विदेशमा रहेको एकजना मान्छेलाई पनि मैले त्यस्तो भने होइन। सिधा मैले भने अहिले पनि यो कस्तो भने टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने हो। यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि ममाथि आक्रमण भयो भनेर झुटो समाचार फैलाइराखेका छन् यिनीहरूले। र यो माथिको फोन नम्बर छ र यो भाइले झुटो समाचार बनाउँदै, भिडियो बनाउँदै, कन्टेन्ट क्रिएट गर्दै यो जताततै हल्ला फैलाइरहेको छ। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको हो। त्यो भए हुनाले अहिले म स्पष्टका साथ भन्न चाहन्छु, तिमीहरूको दयामा आएको होइन, तिमीहरूको निगाहमा आएको होइन र कुनै पनि हामीले सरकारको राजीनामा मागेको होइन। खराने ग्याङहरूलाई स्पष्टका साथ भनेको, कालीकोटको भिरमा मान्छे मरेपछि त्यसको जिम्मेवारी टिओबी ग्याङको सरदारले लिनुपर्छ। स्पष्टका साथ हामीले भनिराखेका छौँ, क्लियरका साथ भनिराखेका छौँ। यदि हिम्मत र दम छ भने सदनमा जवाफ दे भन। देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरूले? दम छ? ल आऊ, भोलि बिहान हामीले यहाँ तपाईँको नेगै भन्ने सहरमा कार्यक्रम गरिरहेछौँ। आऊ न अगाडि। आज जापानमा उभिन सक्यौ? तिमीहरूकै सांसदका अगाडि ठोकेर हिँड्यौँ त हामी। सक्यौ? अहिले पनि स्पष्टका साथ भन्न चाहन्छु, कसैले प्रश्न राख्न नपाउने हो, प्रश्न गर्न नपाउने हो तिमीहरूलाई? प्रजातन्त्र यही हो? के भनेका छौँ हामीले? अरे यार, रेस्पोन्सिबल बन। मान्छे मरेको छ, त्यसको जवाब देऊ। त्यो भन्न नपाइने हो? तिमीहरू को हौ त्यस्तो? तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू। तरिका हुन्छ नि एउटा कुरा, कुनै पनि चिजको एउटा तरिका हुन्छ कुनै पनि चिजको। त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने जापानमा म सुरक्षित छु दाजुभाइ हो।
केही फरक पर्दैन। यिनीहरू कराए मात्र होइन, यिनीहरू सबै एक ठाउँ भएर पागल भएर यिनीहरू दौडेर डिप्रेसनको रोगी भयो भने हामीलाई फरक पर्दैन। किन फरक पर्दैन भने यिनीहरूलाई नै पत्ता साफ गरेर आएको। हेर अर्को आयो पागलहरू, कस्तो रहेछन् यिनीहरू। झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ, हलानो गरेको छ, फलानो गरेको छ। लाज लाग्दैन तिमीहरूलाई झुटो समाचार फैलाउन? तिम्रा बाउहरूले तपाईँको सहकारी ठगे, के गर्छौ तिमीहरू? तिम्रा बाउहरूले सिंहदरबार जलाए, के गर्छौ तिमीहरू? छ हिम्मत तिम्रा बाउहरूको दिन? ल आऊ भन, संसदमा उभिएर देऊ भन जवाफ, म सुन्न तयार छु। ल सक्छौ? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ। स्पष्टका साथमा भन्छु, जापानमा हामी सुरक्षित छौँ र यो केटालाई हामी केस हाल्छौँ, मुद्दा हाल्छौँ यसलाई र पक्राउ गर्छौँ। र यदि खराने ग्याङका अध्यक्षहरूले यसलाई पक्राउ गरेनन् भने यिनीहरूका विरुद्धमा पनि हामी जान्छौँ। स्पष्टका साथ भनेको छु, क्लियर। र देशको प्रधानमन्त्रीले सुन्न मन छ भने सुने हुन्छ। यसरी जनतालाई आतंक फैलाउने, झुटो समाचार फैलाउने हामीले कानुन पास गरेका छौँ, नीति पास गरेका छौँ। तिमीहरू मात्र यो देशको नागरिक होइन, अरू पनि देशको नागरिक छन्। अरू पनि देशमा जति नै तपाईँको उनीहरूको अधिकार छ। तिमीहरूलाई जनताले जिताएको भनेको आतंक मचाउ भनेर होइन, काम गर भनेर हो। कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर हो। काठमाडौँमा उभिएको मान्छेलाई, आगो लागि भएको मान्छेलाई, एउटा जाब सडकमा रोकेको मान्छेलाई, प्रहरीले कुटी कुटी आगो लाउन बाध्य भएको मान्छेलाई उपचार गर भनेको। त्यति भन्न नहुने तिमीहरूलाई के छ तिमीहरूको हैसियत? ल आऊ भन, तिमीहरू नेपालको कुन ठाउँमा उभिन्छौ? आऊ भन। तिमीहरू मात्रै छौ यो देशमा? यो देश तिमीहरूको मात्रै हो? तिमीहरूलाई के भनेको छ? तिमीहरूलाई पार्टीबाट राजीनामा दे भनेर हामीले माग गरेका छ? जवाफ देऊ भनेको छ। जवाफ माग्न नहुने हो। भरम फैलाएर अहिले तपाईँको फेरि के गरिरहेछन्? मान्छेलाई कुटपिट भयो भनेको छ, दुनियाँ भयो भनेको छ। अहिले ठाउँ ठाउँबाट मान्छेले फोन गरेको छ। कति आतंक मच्चाएको तिमीहरूले? तिमीहरूको जस्तो गाँजा खाएर हिँडेको छैन, तिमीहरू जस्तो सहकारी ठगेर हिँडेको छैन, तिमीहरूको जस्तो टिओबीको ग्याङ बोकेर हिँडेको छैन। लडेर आएको, हिजो पनि अझै पनि लड्छौँ। के फरक पर्छ तिमीहरूलाई? तिमीहरूकै घन्टीलाई 421 बोर्डमा रोकेर आएको जुम्लाबाट। त्यो भएर स्पष्टका साथ भन, क्लियरका साथ भन। आयो अर्को हेर, यो एसएलसी फेल भन्दैछ। म 1 क्लास पढेको छैन, के गर्छस्? जनताले जिताएर पठायो, त वडा अध्यक्ष जितेर आइज न। त्यो भए उनीहरूलाई अहिले पनि भन्छु म, तिमीहरूको औकात छैन। तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र साईले उठाएको प्रश्नको जवाफ दे भन्नुहोस्। हिम्मत छ भने ल सबैले आज लेख, ज्ञानेन्द्र साईले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन। छ जवाफ दिने हिम्मत छ? जवाफ दे भन। म जवाफ सुन्न तयार छु, तयार छु। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो, पढ्या हो। म पढ्दै पढेको छैन, ल एक 0 अक्षर पनि पढेको छैन। तर जनताले जिताएर पठाएको, जनताको प्रतिनिधि हो। तिम्रो घन्टेलाई 421 मा स्टप गरे हो जुम्लामा। कुरा गर्छौ, जहाँ गयो हल्ला गरे छ, लफडा। ल हिम्मत छ? जापानमा छु म, जापानमा कति छौ सब जम्मा हो, भोलि विरोध गर्न आऊ। ल म फेस गर्छु। सक्छौ? छ तिम्रो दम? आज खै त तिम्रो खगेन्द्र सुनारलाई अगाडि राखेरै ठोकियो त। खै कहाँ थियो दम? छ तिमीहरूको? सामाजिक सञ्जालमा कराएको छ, मान्छेलाई तपाईँको भ्रमित पारेको छ, दुनियाँ गरेको छ। के छ? हेर आयो अर्को मेरो कथावाला। को आउँछ? वडा अध्यक्ष जितेर आवन, सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग सङ्घर्ष गरेर आएको। दमका साथ भन्छु, यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथमा भन्छु तिमीहरूलाई, दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम? छ? ल जवाफ दे भन। त्यो भएन क्लियरका साथ भन्छु। र अब अरू यो 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 सडक छापहरूका अगाडि लागेर केही हुनेवाला छैन। यिनीहरूको कामै त यो भुक्ने हो। र अहिले म स्पष्ट अहिले के भन्न आएको भने क्लियरका साथ, र जापानमा म सुरक्षित छु। जापानमा भोलि पनि भव्य कार्यक्रम हुन्छ, आज पनि भव्य कार्यक्रम भएको छु, स्पष्टका साथ भएको छ। र म जेल तोडेर जेल भागेर आएको होइन। यो कुरा याद गर तिमीहरू है, यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। कर्णालीमा मेरो मान्छे मारेपछि
प्रणालीमा एकजना मान्छे भिरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो। म सोध्छु, देशको गृहमन्त्रीलाई सोध्छु, सुदनलाई अगाडि राखेर सोध्छु गृहमन्त्रीलाई, को हु इज दिस यार। एउटा ऊ सांसद हो, हामी पनि सांसद हो, अगाडि राखेर सोध्छु। प्रश्न सोध्न नपाइने हो तिमीहरूको। त्यो भए हुनाले अहिले पनि भन्छु, यो जुन झुटो हल्ला फैलाइराखेका छौ तिमीहरूले, सकियो, यो सकियो, को सकियो? सुरज गौतम, तिम्रो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउँछु, ल आऊ मलाई जितेर देखाऊ, सक्छौ? स्पष्टका साथ भन्छु, हल्ला फैलाउने काम बन्द गर, सबैलाई केस हाल्छौँ हामी। आज खुशबु ओलीले एकजना मान्छे पक्राउ गरेका छन्, घण्टीको कार्यकर्ता, चितवनबाट। सभ्य हुनुहोस्, तपाईहरू सभ्य हुन सिक्नुहोस्। यदि प्रतिस्पर्धा गर्ने हो भने मजाले प्रतिस्पर्धा गर, आऊ प्रतिस्पर्धा गर, क्लियरका साथ प्रतिस्पर्धा गर। चुनावमा घण्टीको साथ लिएर जित्या होइन, घण्टीलाई पत्ता साफ गरेर जित्या हो। यो कुरा याद गर तिमीहरू, चाहे जति सिट होस्। त्यो भए हुनाले अहिले पनि म भन्छु, र जहाँ छौ, जुनसुकै ठाउँ छौ, दारू खाएर हिँड्नलाई तिमीहरूको 4 जना श्रीमतीको पोइ होइन म, बुझ्यौ? स्पष्टका साथ यो अहिले जुन हल्ला फैलाएका छन्, म अहिले यति मात्र भन्न आएको थिएँ तपाईँलाई। के भन्न आएको थिएँ भने, जसरी यो जापानमाथि हामीमाथि आक्रमण गरे भन्ने कुरा भएको छ, हामी स्पष्टका साथ, यसबाट मर्यादाहीन भन्दो रहेछ। एउटा सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादा पालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादा पालक, अनि तिमी घण्टेहरूले मान्छेलाई हुँदै नभएको आक्रमण भयो भनेर तिमीहरू हल्ला फैलाउनेहरूलाई जवाब दिँदा चाहिँ हामी असभ्य? सभ्य हो, हामी सभ्य हो। क्लियरका साथ भन्छु, जापानमा मलाई केही पनि भएको छैन, हामी सुरक्षित छौँ साथी हो। र पुरैका पुरै यिनीहरूले केही पनि गर्न नसकेपछि जापानमा यिनीहरूले हामीमाथि आक्रमणकाल कुरा छोड्नुहोस्, उठेर एउटा शब्द मात्र गरे भने जापानमा भएका मान्छेले यिनीहरूलाई समातेर जापानबाट डिपार्ट गरेर नेपाल पठाउनेवाला छन्। यिनीहरू को छन्? नेपालबाट के अरे कन्सल्टेन्सी चलाएर आउने, ठगेर कन्सल्टेन्सी चलाउनेहरू साराका सारा अहिले घन्टे भएको छन्। थाहा छैन को छन् अहिले? एकछिन हेर त, यी हिजो कोही एमाले थिए, कोही काङ्ग्रेस थिए, कोही माओवादी थिए, अहिले सबै तिनीहरू घन्टे भएको छन्। यही कुरा ज्ञानेन्द्र साईले बोलिहाल्छ कि भनेर जापानमा हल्ला फैलाएर ज्ञानेन्द्र साई जापान आउँदैछ विरोध गरौँ, ज्ञानेन्द्र साई जापान आउँदैछ रोकौँ भन्यौ, सकेनौ। आज खै त त्यत्रो नेपालीहरूको माझमा गएर, त्यत्रो साथीहरूको माझमा गएर खै कार्यक्रम गऱ्यौँ त। सबै तिमीहरू जस्तो छन् र? राजसभामा लागेको मान्छे पनि त असल मान्छे छन् त, यहाँ छैनन्? तिनीहरूले स्वागतै गरे त। त्यो भए हुनाले अहिले पनि भन्छु, यो जापानमा आक्रमण भयो, दुनियाँ भयो भनेर जो हल्ला फैलाइरहेछन् साथी, यो कुरा झुटो हो। म सुरक्षित छु, सभ्य छु, र मैले स्पष्ट भन्छु, क्लियरका साथ भन्छु, र अहिले पनि स्पष्टका साथ भन्छु, तथ्यहीन समाचार नबनाऊ। यदि सत्य समाचार छ भने समाचार बनाऊ। र सबै साथीहरूलाई भन्छु, यिनीहरूले संसदमा कालीकोटको मान्छे र मुगुको मान्छे, एकजना दलित परिवार, कालीकोटमा पनि दलित परिवारको मान्छे हो, तिरुवा बहिनी भिरमा अड्केर मरिन्, 5 घण्टासम्म उनको रगत बगेर मरिन्। ती बहिनीलाई उद्धार किन गरिनस् भनेर गृहमन्त्रीलाई सोद्धा यिनीहरू देशभरि तपाईँको झुटो समाचार फैलाइराखेका छन्। अर्को, मुगुको मान्छेलाई जलेर, गणेश नेपाली जलिसकेपछि, प्रहरीसँग झगडा गरेर ऊ जलिसकेका छ, र जलिसकेपछि प्रहरीले झ्यानीकुटी झैँ पारेर ल्यायो, एम्बुलेन्समा राखेन, र किर्तिपुर अस्पतालमा उपचार गराउनुको सट्टा वीर अस्पतालमा उपचार गरायो। किर्तिपुर अस्पताल भनेको जलनका बिरामीलाई उपचार गर्ने ठाउँ हो, त्यहाँ उपचार नगराएर वीर अस्पतालमा उपचार गरेर त्यसको मृत्यु भयो। र त्यो मृत्यु किन भयो भनेर गृहमन्त्रीसँग एउटा जनप्रतिनिधिले प्रश्न गरेर माग्दाखेरि यिनीहरू कहिले मर्यो भने आज छ, कहिले आक्रमण गर्यो भने आज छ, कहिले जापान आउन दिन्न भने आज छ। खै त आज हजारौं नेपालीका अगाडि जापानमा, त्यो पनि तिमीहरूको घण्टीकै सांसद खगेन्द्र सुनार मान्यज्यूलाई अगाडि राखेरै आज आमसभा गरेर आइयो ल। र भोलि पनि गर्दैछौँ यहाँ नागासाकी भन्ने सहरमा। यहाँ कोही छौ भने आऊ ल, प्रश्न गर मसँग, म तयार छु, म रेडी छु। म प्रश्नसँग भाग्ने मान्छे होइन। म प्रश्नसँग भाग्नलाई तपाईँको सहकारी ठगेर आएको हो? म प्रश्नसँग भाग्नका लागि टिओबी ग्याङको सदस्य हो? म प्रश्नसँग भाग्नका लागि गजेडी ग्याङको सदस्य होइन। म प्रश्नसँग भाग्नका लागि खरानी ग्याङको मेम्बर होइन साथी हो, राष्ट्रवादी हो। छाती खोलेर लड्न सक्ने क्षमता राख्छौँ, लडेर आएको हिजो। तिमीहरू जस्ता त फेसबुकमा लेखेर के फरक पर्छ र? हामीलाई फिजिकल्ली रूपमा आक्रमण भोगेर लडेर आएको
त्यो भए हुनाले डराइँदैन, न चोर्नु न बिराउनु न केही गर्नु। त्यो भए हुनाले यो माथिको फोन नम्बरमा, यो फोन नम्बरवालाको केटाले यति भ्रम फैलाइराखेको छ, यो घन्टीको कार्यकर्ता रहेछ। अनि त्यस पछाडि अनि अर्को साथी जापानका 2-4 जना केटीहरू, यिनीहरूलाई सबैलाई म मुद्दा हाल्छु र नेपाल डिपार्ट पठाइदिन्छु। र जुन झुटो कुरा समाचार फैलाएका छौँ, यहाँको सरकारले स्पष्ट भन्छ झुटो समाचार फैलाउन पाइँदैन। र स्पष्टका साथ भन्छु, म कर्णालीको जनप्रतिनिधि हो। कर्णालीको मान्छे मरेपछि गृहमन्त्रीसँग जवाफ माग्ने मेरो अधिकार हो। म अधिकार छ। गृहमन्त्री सुदन गुरुङले आफ्नो छानबिन आफै गरे हो कि होइन? दीपक भट्टजीसँग उहाँको नाम निक्ल्या हो कि होइन? उहाँले आफै छानबिन गरेर आफै लुकाएको हो कि भाइ? ल छ। त्यो भए हुनाले अहिले स्पष्ट भन्न चाहन्छु, यो झुटो समाचार नफैलाऊ। र अनि देश विदेशमा रहेका दाजुभाइ जति पनि मेरा शुभचिन्तकहरू हुनुहुन्छ, ती सबै शुभचिन्तकलाई म अपिल गर्न चाहन्छु, म सुरक्षित छु, मलाई केही पनि भएको छैन। हामी मजाले जापानमा कार्यक्रम गरिराखेका छौँ र अहिले यो समाचारमा म लाइभ आउनेवाला पनि थिइनँ। तर यिनीहरूले यतिसम्म तपाईँको झुटो समाचार फैलाए। घरबाट फोन गरेर मान्छेले भन्छ कि तपाईँलाई आक्रमण भयो भनेर घर परिवारलेसम्म चिन्ता गरिराखेको छ, होइन? दुलाल आरसी भने रोगाया छेत्री होला। रोगाया छेत्रीलाई बिचरा हाम्रो गाउँतिर के भन्छन् बिचरा? त्यो तिमीलाई भन्यो भने के भन्छ? भाषा भएन भन्छ। तिमीहरूलाई त भाषा, तिमीहरूलाई पनि भाषा चाहिन्छ र? तिमीहरूलाई पनि सभ्य छौ र? तिमीहरूसँग क्षमता छ र? ल, तिमीहरूले बोलेको कुरा, तिमीहरूले बनाएको भिडियो, तिमीहरूको घन्टीहरूको आमा र बाउका अगाडि र तिम्रा दिदीबहिनीका अगाडि सुन्न त एकछिन सक्छौ कसैले? सक्दैनौ। त्यो भए हुनाले स्पष्टका साथमा भन्छु, स्पष्टका साथ तिमीहरू पहिला सभ्य बन। स्पष्टका साथ भन्छु, म क्लियरका साथ। जसले झुटो समाचार फैलाएको छ, म एक स्टेप पनि ब्याग हट्ने पक्षमा छैन, 1 इन्च पनि म ब्याग हट्दिनँ। स्पष्टका साथ जसलाई सबैको फेसबुक स्क्रिनिङ गरेर, जापानमा छौ भने पनि नेपाल डिपार्ट गराएर पठाउँछौँ, दुबईमा छौ भने पनि त्यहाँ आएर मुद्दा हाल्छौँ र तिमीहरूलाई त्यहीँबाट नेपाल पठाउँछौँ, अमेरिकामा छौ भने पनि नेपाल डिपार्ट गर्छौँ, अमेरिका नि मुद्दा लाग्छ। र विश्वको कुनै पनि देशमा तिमीहरू जुनसुकै देशमा छौ, मजाले त्यो देशमा तिमीहरूले झुटो समाचार जसले फैलाएका छौ, प्रत्येकको आइडी गरेर, तिम्रो पासपोर्ट चेक गरेर र नेपालको गृह मन्त्रालयमा मुद्दा हाल्छौँ, साइबर क्राइममा मुद्दा हाल्छौँ। साइबरको एसएसपीलाई मैले नेपाल जाने बित्तिकै उहाँलाई भेटेर मुद्दा हाल्छौँ। तिमीहरू झुटो समाचार फैलाएर मान्छेको चरित्र हत्या गरेर, हिजो दुबईमा एकजना बहिनीलाई, बिचरा त्यो दुबईको एकजना कलाकार बहिनी हो, जबकि जीवनमा मेरो दोस्रो भेट कहिले लाइफमै भएको छैन, एउटा कार्यक्रममा भेट्दाखेरि फोटो खिचेको बहिनीलाई ज्ञानेन्द्र साईको श्रीमती हो भन्दै हल्ला फैलाएर बिचरा त्यो बहिनीले धन्नै सुसाइड गरेको। यसरी यिनीहरूले गलत काम र गलत प्रचार गर्ने। यो भिडियो कन्टेन्ट बनाएपछि पैसा आउँदो रहेछ यिनीहरूलाई, होइन? पैसा आउँछ, होइन राजा? पैसा आउँदो रहेछ। यी दुबईमा, यहाँ जापानमा आएर काम गर्दैन रहेछ यिनीहरूले। काम गर्न क्षमता छैन, किनकि यहाँको पढ्या छैन, अब लुकेर बसिया छ, भिसा पनि ल्याएको छैन, लुकेर बस्ने। अनि के गर्ने भने भिडियो कन्टेन्ट बनाएर अनि दुनियाँको फोटो राखेर बेसरी गाली गर्यो भने भिडियो कन्टेन्ट बन्द रहेछ, अनि पैसा आउँदो रहेछ, अनि मान्छेलाई बेसरी गाली गर्ने, मान्छेको बेइज्जत गर्ने। त्यो दुबईकी हिजो त्यो दलित परिवारको बहिनी हो। त्यो बहिनी बिचरा आफ्नो पेट पालिराखेको छ, आफ्नो काम गरेर, कुनै गलत काम गरेर होइन, आफ्नो मेहनतको परिश्रमका साथ काम गरेर खाइरहेछ। त्यो बहिनीलाई हिजो दिनभरि यिनीहरूले ज्ञानेन्द्र साईको श्रीमती हो भन्दै प्रचार गरेर बिचरा त्यो बहिनीले धन्नै सुसाइड गरेको रहेछ। मैले बेलुकाबल्टी थाहा पाएँ। अनि बहिनी के भएको भनेको, मैले जीवनमा दोस्रो पटक भेटेको छैन, कार्यक्रममा फोटो खिच्न नपाइने हो, तिमीहरूको सरदार जस्तो लाग्यो कि क्या? जहाँ गयो त्यहीँ श्रीमती बनाउँदै हिँड्ने, त्यो होइन केटा। हामी सभ्यका साथ छौँ। सत्य कुरा लेख न, सत्य कुरा लेख, सत्य कुरा बोल, सत्य कुरा गर। त्यो सत्य कुरा तिमीहरूले गर्छौ भने त हामी स्वीकार्छौँ त। हामीलाई गाली गर नि त, ल गर, सक्छौ? ज्ञानेन्द्र साईले अस्ति संसदमा के उठायो? पानी बाँड्दै मान्छे मार्यो भने उठायो। ल, त्यसको जवाब तिम्रो गृहमन्त्रीलाई दे भन संसदमा, फेसबुकमा दिने होइन, संसदमा दे भन जवाब। त्यो भए हुनाले अहिले पनि म भन्न चाहन्छु, म स्पष्टका साथ भन्न चाहन्छु, अहिले पनि कसैले पनि भ्रम फैलायो, कसैले पनि गाली गलौज गर्यो, कसैले पनि जे मन लाग्यो त्यही बोल्यो, र कसैले पनि जे गर्यो भने हरेकको आइडी चेक गर्छ आजबाट मेरो सचिवालयले। अहिले भर्खरै माननीय खुशबु ओलीलाई गाली गर्ने रासपाको कार्यकर्तालाई चितवनबाट प्रहरीले पक्राउ गरेको जानकारी गराउन चाहन्छु। गाली बेइज्जती गर्ने, भिडियो कन्टेन्ट बनाउने, $2 पनि काम गरेर खाऊ यार, कमसेकम काम गर न, मजाले काम गर साथी हो, काम गरेर खाऊ।
त्यो भए हुनाले यो माथिको नम्बर जो मैले माथिको नम्बर राखेको छु यो केटाले भिडियो बनाएर एउटाले यो सर्टिफिकेट हेर्न आउँदो रहेछ आइजा कान्छ सर्टिफिकेट मैले बुझाइदिएको छ संसद जित्नभन्दा अगाडि सर्टिफिकेट बुझाउनुपर्छ भाइ त्यहाँ बुझाएको छ मजाले है मजाले सर्टिफिकेट बुझाएको छ सबै ठाउँ बुझाएको छ सबै ठाउँ लगाएको छ म विवाह हो कि अविवाहित हो भनेर नेपालको सरकारी डकुमेन्टमा मजाले लेखेर पठाएको छ गएर संसदको वेबसाइटमा हेर न त म विवाहित हो कि अविवाहित हो मजाले लेखेको छ त अनि के तिम्रा सरदार जस्तो अर्का श्रीमती तान्दै हिँड्नुपर्ने हो हामी त्यो गर्दैनौँ त्यो भए हुनाले म जापानमा छु जापानमा कोही भेट्न सक्ने तिमीहरूको दम र हिम्मत छ भने ल आऊ म जापानमै छु भने नागोया भन्ने ठाउँमा भोलि कार्यक्रम गर्दैछु ल आऊ नागोया भन्ने ठाउँमा कार्यक्रम गर्दैछु छ हिम्मत ल आऊ मेरो अगाडि आएर बहस गर ल म तयार छु चोरे आऊ मैले तिमीहरूले मान्छे मार्यौ मान्छे मार्दाखेरि यो मान्छे किन मार्यो भनेर प्रश्न गर्न नहुने तिमीहरूलाई मान्छे मारे हो कि होइन कालीकोटको भिरमा एकजना दलितको छोरी झुन्डिएर 5 घण्टासम्म तपाईँको भिरमा अड्किँदासम्म तिम्रो गृहमन्त्री हेलिकप्टर नपठाएपछि मैले प्रश्न गर्नु पर्यो कि परेन मुगुको एकजना गणेश नेपालीलाई बिरामी भएको मान्छेलाई झन्डै सुन्दारादेखि वीर अस्पतालको अगाडि तपाईँको सुन्दाराको पासपोर्ट कार्यालयदेखि धरारासम्म तपाईँको झ्यानीकुटी झैँ पारेर तपाईँको जलेको मान्छेलाई ल्याउँदाखेरि त्यो मान्छेको मृत्यु भयो कि भएन बेलुका 5 बजे भएको मृत्युलाई बिहान 11 बजेसम्म काङ्ग्रेसका सांसदहरू नछिरेको भए त्यो मान्छे अझै जीवित छ भनेर झुटो बोले हो कि तिम्रो गृहमन्त्रीले त्यो प्रश्न हामीले गर्ने कि नगर्ने यदि त्यो प्रश्न हामीले गर्यौं हामीले अपराध गर्यौं हामी त्यहाँका जनप्रतिनिधि हौं कर्णालीको मान्छेलाई राज्यले अपराध गर्यो भने आवश्यक पर्यो भने सडक र संसदबाट घोग्रे ठ्याक लगाउँछौं यो कुरा याद गरेर राख चाहे जति हौं चाहे 10 जना हौं चाहे 20 जना हौं र अनि अर्को कुरा घण्टीका साथीहरू हो तिमीहरूको दयामा जितेको होइन तिम्रो घण्टीलाई 421 वटा जुम्लामा रोकेको हो त्यो पनि याद गर र स्पष्टका साथ भन्न चाहन्छु र आज होइन तिमीहरू अहिले सांसद भएका हौ हामीले अघिल्लो पटक पनि सांसद भएका हौ जनताबाट जितेर आएको तिमीहरूको जस्तो निगाह दयामा जेल ब्रेक गरेर सहकारी ठगेर आगो लगाएर खरानी बनाएर टिओबीको सदस्य भएर आएको होइन लडेर आएको साथी है त्यो भावनालाई अहिले म स्पष्ट भन्न चाहन्छु कोही पनि कार्यकर्ताले कुनै पनि व्यक्तिले गलत सूचना फैलाउने कुनै पनि केटी मान्छेको चरित्र हत्या गर्ने कुनै पनि मान्छेको चरित्र हत्या गर्न साइबर कानुन पास भएको छ हाम्रो देशमा हामी स्पष्टका साथ अनि यो नक्कली आइडी बनाउनेहरूको तिमीहरूको पनि आइपीएस नम्बर ट्रेस हुन्छ त्यसमा तिमीहरू चिन्ता नमान त्यसमा 90% तिमीहरूको सचिवालयले चलाउँछ त्यसमा हामीलाई छैन र कुरा स्पष्ट कसैको पनि बेइमान गर्ने सत्य कुरा हो लेख न त हामी तयार छौं त अब एउटाले दिलीप बुढाले भनेछ फटा हामी के को फटा सहकारी ठग्ने तिमीहरू खरानी भएर आगो लाउने तिमीहरू टिओबीको सदस्य हुने तिमीहरू विद्यार्थीलाई स्कुल ड्रेसमा ल्याएर अगाडि मार्न लाउने तिमीहरू अनि फटा हामी के कारणले फटा भन् त के कारणले फटा जनताले तिमीहरूलाई बहुमत दिए तिमीहरूलाई हामीले प्रधानमन्त्रीबाट राजीनामा गर भनेर मागेको छ र 5 वर्ष चलाउन सरकार तिमीहरू 5 वर्ष तिमीहरू चलाउन देशको प्रधानमन्त्री आफ्नै मन्त्रीलाई राति 12 बजे पक्राउ गर्न पठाउँछ बिहान बल्टे पुलिसलाई रिटर्न हो भन्छ यो के हो भाइ अनि गाडी लिएर सरकारका मान्छे व्यक्तिका घरमा पार्किङ गर्न जान्छन् यो के हो यो भन्न नपाउने हो तिमीहरूलाई प्रश्न गर्न नपाउने हो त्यो भए हुनाले मैले के सोचेको थिएँ भने यो बुढाबारी हुन् यो त्यही त हो दुबईतिर गएका छन् साथीहरू अब त्यो काम गरेर खानेहरू त त्यो लाइनमा हुँदैनन् ठगेर खाने हुने हो त्यहाँ यहाँ जापानमा पनि यसो नेपालबाट विद्यार्थी ल्याएर अलपत्र पार्ने हैन अनि त्यो आज त मैले बोले त जापानमा भिडियो हेर न यहाँभन्दा अगाडि राखेरै बोलेको छु त्यही मञ्चमै छन् तिनीहरू केही मान्छेहरू अनि कुकिङ भिसा भनेर ल्याउने अनि बिचारा मान्छेलाई ठग्ने अनि ती सबै के हुने भने सबैलाई मैले भनिन त्यसको 80% घण्टे हुने फेरि अनि तिनीहरू चाहिँ तपाईको बहुलाउने अनि तिनीहरूले फेरि सामाजिक सञ्जाल प्रयोग गरेर मान्छेलाई गाली गर्ने त्यो भए हुनाले अहिले पनि म भन्न चाहन्छु कसैले पनि गलत कुराहरू यदि गर्यो गलत कुराहरू गर्नुभयो तपाईहरुले कसैले पनि
हरेकको आइडी चेक गरेर, हरेकको आइडी चेक गरेर। सुरेश प्रजापतिले भनेछ इङ्ग्लिस बोल भन्दो रहेछ। इङ्ग्लिस बोल्ने हो भने भाइ तिमी अमेरिका जा, त्यहाँ अमेरिका कुहिरेहरूको टोइलेट पुछेर बस केटा, त्यहीँ अङ्ग्रेजी बोल्नु त जा भाइ। हामी नेपाली हो, नेपालीमा बोल्छौँ भाइ, बुझ्यौ? सुरेश के अरे प्रजापति हो कि भाइ? त डेभिड क्यामरुन होस् कान्छा, डेभिड क्यामरुनमा यस्तो गर्छन्। सायद घन्टै होला, हेर त भित्र। ए घन्टै रहेछ, हेर त। ए घन्टै रहेछ। त्यो भए हुनाले अहिले पनि स्पष्टका साथ भन्न चाहन्छु म, क्लियरका साथ, तपाईहरूले कुनै पनि तथ्यसहित प्रमाणसहित तपाईँसँग यदि छ, तपाईँहरूसँग त्यो यदि प्रमाण छ, यदि तपाईँहरूको सूचना छ, सबै छ भने म स्पष्टका साथ के भन्न चाहन्छु भने तपाईँहरू लेख्नुहोस्। तपाईँसँग लेख्ने अधिकार छ, तपाईँ मजाले लेख्न सक्नुहुन्छ, क्लियरका साथ लेख्नुहोस्। तर यदि तपाईँसँग प्रमाण छैन भने क्लियरका साथ भन्छु, एभ्री मान्छेलाई साइबर क्राइमको मुद्दा हालिन्छ। 4000 हुन् या 4 लाख हुन्। अहिले भर्खरै खुशबु ओलीले मुद्दा हालेर एकजनालाई अहिले पक्राउ गरेका छ, घन्टीको कार्यकर्ता चितवनको। 1 लाख फ्यान फलोइङ रहेछ, कन्टेन्ट क्रिएटरवाला। त्यसो गरेका छन्। जिम्मेवारी पदमा भएको मान्छेले धम्की दिनेको सम्झाउने, तिमीहरूलाई सम्झाएर सम्झ्यौ तिमीहरू। अहिले केसम्म लेख्न थाल्यौ? जापानमा ज्ञानेन्द्र साई, म यहाँ बेडमा बसिरहेको छु, ओसाका भन्ने सहरमा हामी गएकै छैनौँ, आक्रमण भयो भनेर लेख्न थाल्यो। अब एउटाले भोलि के लेखिदिन्छ, यो ज्ञानेन्द्र साईले त यसलाई बलात्कार गर्यो भनेर एउटा त्यतिकै हावा न्युज बनाइदिन्छ। त्यो लेभल छैन, तिमीहरूलाई सम्झाउने लेभल छैन। तिमीहरूलाई सम्झाउने लेभल भइदिएको भए तिमीलाई सम्झाएर हामी चुप लाएर बस्थ्यौँ। तिमीहरूसँग सम्झाउने लेभल छैन, कानुनी उपचार गर्ने हो। कानुनी उपचार भएन भने पनि फिजिकली रुमान जाने हो, केही फरक पर्दैन साथी हो। तिमीहरू फलामले बने होइनौ, सत्यको पक्षमा लडाइँ लड्ने हो, लडेर आएको। र भोलि भन्दैछु त, जापानको हामी कहाँ छौँ रे? नागोयामा छौँ, कार्यक्रम गर्दैछौँ। ल आऊ साथी हो, ल आऊ बहस गरौँ, आऊ न त। मैले उठाएको कुरा, कुनै कुरा तिमीहरूले मैले उठाएको कुरा गलत हो भने मैले उठाएको कुरामा तिमीहरूले बहस गर्ने हो नि त। मैले उठाएको कुरामा बहस गर नि त। ल दाइ, तिमीहरूले सांसदज्यू तपाईँले यो कुरा उठाउनु भयो, यो कुरा तपाईँको गलत हो, यसको जवाब दिनुहोस् भन्नुहोस्, म जवाब दिन्छु। त्यतातिर छैन। कसैले प्रश्न उठायो भने त्यसको व्यक्तिगत हमला गर्ने, फोटो खिच्न हुँदैन। सबै घन्टीका साथीहरूका, तिम्रा दिदीसँग, तिम्री आमासँग, तिम्रा बहिनीसँग मैले फोटो खिचेको छु। ती सबै मेरो श्रीमती हुन्। के गरेको हिजो तिमीहरूले? एकजना दुबईमा काम गर्ने एउटा दलित परिवारको छोरीलाई श्रीमती हो भन्दै बनाएर, डुलाएर, दुनियाँ गरेर, भिडियो बनाएर, दुनियाँ गरेर बिचरा त्यो केटी धन्य तपाईँ सुसाइड गरेको। यस्तो पनि गर्न हुन्छ? तिम्रो घरमा छोरी बेटी चेलीहरू छैनन्? तिम्रो घरमा छोरी छैन? तिम्रो दिदी छैन? तिम्रो बहिनी छैन? तिम्रो आमा छैन? यस्तो पनि हुन्छ? सामाजिक सञ्जालको सदुपयोग गर न, राम्रो कुरा गर, कन्टेन्ट खोज, च्याट जिपिटी चल्छ, जाऊ, त्यसपछि त्यसमा हेर, पढ, लेख। ल मैले उठाएको प्रश्न तिमीलाई चित्त बुझ्दैन भने तिमीले मलाई प्रश्न सोध न। मेरो सामाजिक सञ्जाल छ, आज तपाईँले यो कुरा उठाउनु भएछ, यो के हो भन। आएछ, गाली गरेछ, झुटा कुरा गर, गाली गर्न त ल गर। गाली गरेर के गर्छौ? तिमीहरूको हैसियत, तिमीहरूको चरित्र थाहा हुन्छ। के फरक पर्छ? फिजिकल्ली रुममा हिजोको 2 तिहाईको सरकारसँग लडेर आएको म, तिम्रा साथीहरूको जस्तो सुल्पा तान्दै ट्याप गीत गाउँदै आएको होइन, लडेर आएको हिजो सडकबाट। अहिले तिमीहरूले 2-4 दिन सामाजिक सञ्जालमा लेख्दैमा मेरो केही पनि गर्न सक्दैनौ। तर जनतालाई भ्रमित नपार, जनतालाई नचाहिने कुरा नगर, भ्रमित नपार, राम्रो गर। बहस गर्ने भने बहस गरौँ नि त। हामीले खै पब्लिक गरेका छौँ त, कार्यक्रम पब्लिक गरेका छौँ, पब्लिक कार्यक्रममा आऊ भनेका छौँ। अझ त हाम्रा कार्यक्रममा केसम्म गरेका छौँ भने पब्लिक फोरम पनि ओपन गरेका छौँ। अस्ति जापानमा गरेनौँ हामीले, पब्लिक फोरमै ओपन गऱ्यौँ त। ल बोल साथीहरू, के छ? ल तिम्रा साथीहरू आयो भने ल यसरी पब्लिक ओपन फोरम गर भन त। प्रश्नको जवाब दिन नसकेर लुकेर भाग्छन्। खै गऱ्यौँ त। आज पनि त्यो आमसभामा सबैलाई भेट्यौँ। आज त तपाईँको नेपाल फेस्टिभल थियो, आमसभामा अगाडि राखेरै आफ्नो कुरा राख्यौँ। ल तिमीहरूलाई यदि चित्त बुझ्दैन भने त्यहाँ प्रश्न सोध पनि त भनिरहेको थियौँ हामीले, खै सोधेनौ त। र भोलि नयाँमा छौँ, आउ न त, को आउँछ सोध। ल मेरो प्रश्न सोध। मैले अहिले संसदमा राखेको विषयवस्तु तिमीलाई चित्त बुझ्या छैन भने मलाई प्रश्न सोध, म जवाब दिन तयार छु, प्रमाणसहित जवाब दिन तयार छु। सक्छौ? यो जवाब गृहमन्त्रीले संसदमा दिने हो। हामीले संसदमा बोलेको, तिमीहरूको मान्छे सांसद हुने, हामी सांसद नहुने भन्ने हो र? तिम्रा मान्छेले पनि जनताबाट जितेकै हो, हामीले पनि जनताबाट जितेकै हो। तिम्रा मान्छे जसरी सांसद हुन्, हामी पनि त्यसरी नै सांसद हो। त्यो भए हुनाले अस्तित्वलाई स्वीकार गर।
यसरी जनताको जीवन बर्बाद गरेको छ। कसैले केही बोल्नै हुँदैन। बोल्यो भने गएर भित्र फोटो खिचेर आमा गाली दिएको छ, बाउ गाली दिएको छ, मलाई गाली गर, केही फरक पर्दैन। तर ती चेलीबेटीहरूलाई किन गाली गर्छौ तिमीहरूले? तिम्रो घरमा छोरी बहिनी छैन? त्यो भए हुनाले अहिले पनि स्पष्टका साथ भन्न चाहन्छु, जापानमा म स्पष्टका साथ छु। अब उपरान्त यदि कसैले बिना तथ्य बिना प्रमाण भरम फैलाउने र त्यहाँ भरम फैलाएपछि भ्युज ज्यादा आउँछ, भ्युज ज्यादा आयो भने पैसा आउँछ भनेर कमाउने सोचका साथ काम गरेको छौ भने, जापानमा गरेछौ भने जापान एम्बेसी र यहाँको प्रहरीलाई भोलि नै निवेदन हाल्न लाउँछु म। एक आइडी हेरेर आज हाम्रो सचिवालयले आइडी हेरेर तिमीहरूलाई निवेदन हाल्छु र नेपाल डिपार्ट गराउँछु। नम्बर 1, दुबईमा छौ भने पनि दुबईबाट गर्छौ, हङकङमा छौ भने हङकङबाट, अमेरिकामा छौ भने अमेरिकाबाट, र बेलायतमा छौ भने बेलायतबाट पनि गर्छौँ हामी। किनभने हाम्रो संगठन पनि देशको विश्वभरि छ। हरेक संगठनका साथीहरूले त्यहाँको प्रहरी कार्यालयलाई तिम्रो आइडी सहित तिमीले लेखेको कन्टेन्ट सहित निवेदन दिन्छ अनि नेपाल फर्काउँछु। आज खुशबु ओलीले भर्खर निवेदन हालेर चितवनबाट पक्राउ गरेका छन् र साइबर क्राइमको मुद्दा थाहा छ नि तिमीहरूलाई। मिनिमम 5 वर्ष जेल सजाय हुन्छ, मिनिमम, कसैको चरित्र हत्या गर्यो भने। अब अहिले के भन्यो, ओसाका भन्ने सहरमा ज्ञानेन्द्र साईमाथि कुटपिट भयो भनेर लेखिदियो, भिडियो बनाइदियो। झन्डै हेरेको त 4-5 लाख मान्छेले 2 घण्टामा हेरिसकेछ। अब त्यसलाई त 12, 15, 20 डलर आयो। अब 20 डलर आएर अर्काको चरित्र हत्या गरेर कोही मान्छे मर्यो भनिदिने? काम गर्नु छैन, आयो दुनियाँ गर्यो। अब अरूले सहकारीमा दुनियाँले पैसा राखेको लट्काइदियो, खाइदियो। बिचरा अहिले पनि सहकारी पनि, अब अहिले सहकारीको पैसा दियो भने कति दियो थाहा छ? कसैको 5,000 भएको, 2,000 भएको मान्छे त्यहाँ छ। 80-90 लाख सहकारीमा जसको डुब्या छ तिनको पैसा दिएर देखाऊ भन त। ठिक छ, काम गरिराखेका छौ, तिमीहरूले राम्रो काम गर्यो भने त हामी राम्रो काम गरेर समर्थन गर्छौँ त। अनि तिमीहरूको गुलाम त हुन सकिँदैन। तिमीहरूले गलत काम गर्यो भने तिमीहरूका सांसदहरूलाई, तिमीहरूको नेताहरूलाई प्रश्न उठाउन नपाइने हो। यो देश तिमीहरूको मात्रै हो। तिमीहरूका मान्छेले गलत काम गरे भने भदौ 23 र 24 जस्तो गरेर गलत्याउन पनि पाइन्छ। यो कुरा याद गर। राम्रो काम गरे भने साथ दिने हो, गलत काम गरे भने प्रश्न सोध्ने मात्र होइन, पदबाट निकालेर लखेड्न पनि सकिन्छ। यो नेपाली जनताको हातमा छ, जनताको हातमा त्यो अधिकार छ। जो जनताले अहिले तिमीलाई भोट हालेका छन् तिनै जनताले भोलि गलत काम गर्यो भने तपाईँ हामी सबैलाई, तपाईँलाई मात्र होइन हामीलाई पनि जनताले गलत्याउँछन्। जनतालाई प्रश्न सोध्न पाउने अधिकार छ, प्रतिनिधिलाई प्रश्न सोध्न पाउने अधिकार छ। यो कुरा स्पष्टका साथ बुझ, क्लियरका साथ बुझ। र अस्को जति पनि अराजक तत्त्वहरू छन् ती तत्त्वहरूलाई जति पनि साथ र समर्थन दिने साथीहरू छौँ, यिनीहरूको हरेकको आइडी निकाल। कसैले कसैलाई गाली नगर, किनभने यिनीहरू गाली गर्ने, आमा गाली दिने, बाउ गाली दिने, झुटो समाचार फैलाउने यिनीहरूको खेती हो। यो खेती गर्नेहरूलाई एभ्री आइडीहरू मेरो फेसबुकको यो पेजमा, यसैको आइडीमा, मलाई मेसेन्जरमा यिनीहरूले कोले कहाँ गरेका छन् सबैको डिटेल पठाइदिनका लागि पनि म अपिल गर्न चाहन्छु। र जुनसुकै देशमा होस्, हरेक देशले कानुन बनाएको छ। दुबईमा त यसरी तिमीहरूले लेख्यौ भने तिमीलाई त समातेर जेल हाल्छ, अमेरिकामा तिमीलाई फाइन पनि हाल्छ, जेल पनि हाल्छ, र बेलायतमा तिमीहरूलाई जेल पनि हाल्छ र तिमीहरूलाई फाइन पनि तिराउँछ, र यहाँ जापानमा अहिले नै तिमीलाई समातेर जेल पनि हाल्दो रहेछ, यहाँबाट डिपार्ट पनि गरिदिन्छ। क्लियर छ है? गाली गर्ने, दुनियाँ गर्ने, गलत भ्रम फैलाउने, मान्छेको चरित्र हत्या गर्ने, त्यो बहिनीले के बिगारेको थियो हिजो? त्यो बहिनीले धन्नै सुसाइड गरेको त्यो बहिनीले। यस्तो अवस्थामा तिमीहरूले पुर्याउने? छोरी बहिनी चेली बेटी केही छैन, थाहा छैन, 2-4 डलर आउँछ भनेर भिडियो बनाएको छ, अर्कालाई गाली गरेको छ, भ्रम फैलाएको छ। ल म यहाँ जिउँदैछु त अहिले, खै मलाई कहीँ चोट लागेको छ नि त। हामी ओसाका भन्ने सहरमा गएकै छैन। अब अहिले के भन्दैछ कि ओसाका भन्ने सहरमा ज्ञानेन्द्र साईमाथि आक्रमण भयो भनेर भ्रम फैलाइराखेको छ। कहिले को श्रीमती भनेको छ, कहिले के भनेको छ। यार तपाईँको सभापतिले भन्या हो त स्पष्टका साथ, 4-4वटा उहाँले बिहे गर्नुभयो, उहाँको अधिकार हो त, गर्नुभयो, हामीले गर भनि त रहेको छु त। 20वटा गर, 100वटा गर, नीति पुऱ्याएर गर, के समस्या भयो? अब पढ्या छैन, दुनियाँ गरेका छैन, जनताबाट जितेर आएको, ल 0 क्लास पढ्या छौँ त के गर्छौ? जनताले जिताए त। खै तिम्रो जस्तो सहकारी ठग्या छैन त, खरानी बनाएर सिंहदरबार जलाएको छैन, मान्छे ठग्या छैन, चोर्या छैन, लुट्या छैन, तिमीहरूको जस्तो टिओबीको ग्याङ भएको छैन, स्कुल ड्रेसका बच्चालाई मार्न पठाएको छैन। इमानदारका साथ जनतासँग जितेर आएको छु। एक पटक होइन, 2-2 पटक साथी हो। फेरि भोलि पनि राम्रो काम गऱ्यो भने जनताका जितेर आउँछु। र आज पनि भन्छु, कर्णालीका दाजुभाइहरू
तिमीहरूको बेलैमा उपचार नगरेका कारणले मरे 2 जना, त्यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ, क्लियरका साथ दिनुपर्छ। र अहिले मात्र होइन, नेपालमा गएर पनि फेरि पनि जवाफ माग्छु।